हेलो गुड मर्निङ। हामी चाहिँ पियुको कन्भोकेसनको लागि विराटनगर जान लागेको। एक्साइटेड। बिहान अहिले कति बज्यो? 6 बज्यो, लगभग 6 बज्यो बिहानको। अब हामी निस्किन लाग्यो विराटनगरको लागि। ल सी यू। यही हो म ट्रायलमा फेल भएको ठाउँ। ओहो माई गॉड, मेरो कपडा। यस्तै बाटोमा बाइक चलाउनु पर्ला भनेर म ट्रायलमा जानी फेल भएको हो। ए बियो आज ब्याग बिर्सियो के ब्रोले? होइन यस्तो आनन्दले बस्न मिलिरह भनेको त है फिलै गरेको थिइनँ के मैले ब्यागको त। तपाईँले भनेपछि यसो हेरेको त ब्यागले त सुसाइड गर्दैछ होला, झुन्डिँदैछ बिचरा मेरो ब्याग। बाटो त यस्तै छ है, खै यति त म भोइसवार गरिहाल्छु। गएको दसैँको बाढी पहिरोले गर्दाखेरि यो रिसोर्टको अवस्था यस्तो बिजौ भएको थियो, अहिले त धन्न हेर्न लायक भएछ। सिन्धुलीको बाटो भन्ने बित्तिकै हामीलाई सबैभन्दा सुरुमा याद आउने भनेको यही घुमाउरो बाटो अनि भित्ताभरि ऐना छ भन्ने नै हो कि मलाई चाहिँ त्यही नै याद आउँछ सिन्धुलीको बाटो भनेपछि चाहिँ। मैले आफूले कस्तो बोल्दो रहेछु भनेर मैले बल्ल अहिले थाहा पाउँदैछु कि मैले कति धेरै चाहिँ भन्दो रहेछु लास्टमा। मैले त बल्ल अहिले याद गर्दैछु, जे बोले नि लास्टमा यो बाटो चाहिँ यस्तो चाहिँ त्यस्तो चाहिँ भनिहाल्दो रहेछु मैले। कहाँबाट आउँदो रहेछ यस्तो बोल्नलाई थाहा छैन मलाई नि, कहाँबाट सिकेँ। मेरो भाषालाई लिएर अर्को पनि कन्फ्युजन छ कि ममा, के भन्दाखेरि म चितवनको हो नि त, अनि मैले के गरेछ के भएको छ भनेर बोल्छु कि के गरेको छ के भएको छलाई म मात्रै हो कि सबै त्यस्तो हो? के छ ए सिन्धुलीको फेमस चिनार। हामी अहिले सिन्धुली बजार आइपुग्यौँ। सिन्धुलीको चुनार किनेर अब हामी अगाडि बढ्यौँ सिन्धुली बजारबाट। सिन्धुलीसम्म बिहानबाट बाइकमा कुदेको बाइकलाई पनि रेस्ट चाहियो भनेर बाइकलाई त्यता राखेर झोलुङ्गे पुल रहेछ, झोलुङ्गे पुल छेउमा शीतलमा बसेर अब अलिअलि खाजा पनि खानु पर्यो भनेर यता आयौँ हामी चाहिँ। पुरै फाँड छ खोलाको बगर पुरै। कोशी पुल कटेर दायाँ लाग्यौँ भने हामी इटारीतिर पुग्छौँ भने बायाँ लागेपछि चाहिँ हामी चतराधाम बारा क्षेत्रतिर पुगिन्छ। आफ्नो गन्तव्यलाई पछ्याउँदै हामी पुल कटेर बायाँतिर लाग्यौँ। घन्टा घर आइपुग्यौँ हामी अहिले हिँड्दै जानलाई हिँडेको। धेरै टाढसम्म पुग्न कति बज्छ त्यही अनुसार अब हिँडेसम्म पुग्यौँ कि नपुग्ने आज भनेर थाहा हुन्छ पहिला। अहिले चाहिँ हामी छन् रातिको 8:30 बजे अहिले हामी हिँड्दै आइपुग्यौँ। अब 1 मिनटमा हामी जानुपर्ने ठाउँ आइपुग्छ। यो बजार आइपुग्यो। चिसो छ यता यही हो यो त ऊ जस्तै के ऊ के हामी बस्नलाई भनेर रुम सोध्न जाँदै हुनुहुन्छ। हामी चाहिँ आइपुग्यौँ तोङबा 8:30 बजे आइपुग्यौँ हामी चितवनबाट काठमाडौँबाट। बिहान 6 बजे हिँडेको।
अनि युनिभर्सिटी पुगेर विराटनगर अनि गाउन लिएर एकैछिन बसेर अनि हामी 5:30 बजे विराटनगरबाट हिँडेथ्यौँ र अहिले 8:15 बजे अहिले आइपुग्यौँ। यसरी नै हाम्रो पूर्वको ब्लग डे 1 को अन्त्य यहाँ भइसक्यो भने अब डे 2 को भिडियो हेर्नको लागि हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर छेउमा रहेको बेल बटनलाई थिच्न चाहिँ नभुल्नु होला है त।